बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर 7 बस्ने च्याम्सो भन्ने मिनमायाले चाहिँ 2062 12 महिना 15 गते चाहिँ उहाँले चाहिँ निवेदन दिनुभएको थियो र 2080 9 महिना 4 गते चाहिँ मुचुल्का सर्जिमी गर्नुभएको थियो भनेपछि बर्दिया जिल्ला अदालतले 2080 8 महिना 18 गते चाहिँ उहाँहरूलाई चाहिँ मृत्यु भएको प्रमाणित गरिएको थियो। आज हामी यो विषयमा कुराकानी गर्दैछौँ। स्वागत छ हजुरलाई। नमस्ते, धन्यवाद। 2062 मा तपाईहरु 2062 मा चाहिँ उहाँले चाहिँ निवेदन दिनुभएको थियो घरबाट हराए बेपत्ता भयो भनेर तपाईहरुले। हजुर, उहाँहरूले दिनुभएको रहेछ, तर 62 सालदेखि होइन, हामी 63 सालदेखि चाहिँ नेपालगञ्ज आएर छोरीले ल्याएर नेपालगञ्ज आएर बसेको। तपाईहरु चाहिँ नेपालगञ्ज आउनुभयो, त्यसपछि तपाईहरुको चाहिँ कुरा हुन्थ्यो कि हुन्थेन 62 सालमा जब त्यो टाइममा द्वन्द्व चलिरहेको थियो नि त? नै जाने आउने भइरहेको थियो, बिहाबरु यता पूजापाठ यताउता हुँदाखेरि गइरहेको थियौँ, हामी जाने आउने भइरहेको थियो। 2080 9 महिना 4 गते चाहिँ मुचुल्का उठाएका छन्, त्यहाँका मान्छेहरू गाउँका छन्, सर्जिमी गर्दाखेरि तपाईहरु बेपत्ता भएको भनिएको छ नि। उहाँहरूले चाहिँ अब जसले हामीलाई चिन्नुहुन्छ उहाँहरू चाहिँ त्यसमा हुनुहुन्न, एक दुईजना चाहिँ हुनुहुन्छ, आफ्नै घरकै फुपू सासु चाहिँ हुनुहुन्छ। अरू चाहिँ देख्नु चाहिँ भयो होला। अब झुट बोलिराख्नु भएको छ, हामीले देखेनौँ, हामीले कहिले पनि यहाँ देखेनौँ भन्नुभएको छ। जबकि उहाँहरूलाई हामीले हात समातेर हात तानेर ढोकिराख्छौँ बेला बेला गएको बेलामा, उहाँ सुत्दाले पनि हामीले देखेनौँ भन्नुभएको छ। यो सरासर तपाईको छोरी है हो? तपाईको शुभ नाम? मेरो नाम साखा गुरुङ। अहिले कति वर्ष हुनुभयो? म अहिले 22 वर्ष हुनुभयो। तपाईको छोरी कति उमेरका थिए त्यतिखेर तपाईहरु नेपालगञ्ज जाँदाखेरि? 2 वर्ष 3 वर्ष। 3 वर्षको। हजुर। तपाईले कहिले थाहा पाउनुभयो त यो तपाईको छ नि यो मृत्यु दर्ता भएको छ भनेर? हामीले त सचिवले फोन गर्नुभयो, 17 गते फोन गर्नुभएको थियो, 17 गते आउनुहोस् भन्नुभएको थियो। 17 गते छोरी वहीँ थियो गाउँमै, त्यसपछि म यहाँ पसलमा एक्लै थिएँ। अनि 17 गते साँझ छोरी यहाँ आइपुग्यो। अनि भोलिपल्ट 18 गते जाँदाखेरि चाहिँ हामी 11-12 बजीतिर गथ्यौँ, त्यति बेला मृत्यु घोषणा भइसकेको रहेछ। मृत्यु घोषणा गरियो दुईजना छोरी? आमा छोरी नै बेपत्ता भनेर मृत्यु घोषणा भइसकेको रहेछ। यो छ नि, यो के कारणले गर्दा तपाईको सौता दिदी के कारणले गर्दा तपाईको घरैसी झगडा थियो कि? घरैसी झगडा त केही पनि थिएन, उनले आफ्नो गरेर खाथे, म आफ्नो गरेर खाथे। अब त्यही हो, हामीले दुईटाले श्रीमान प्रसाद पछि पेन्सन चाहिँ दुईटैले आधा आधा खान्थ्यौँ। त्यही पेन्सनको लागि एकलौटी गर्नको लागि उहाँले यो षड्यन्त्र खेले जस्तो लाग्छ पनि हो पनि त्यही पनि। अब अंश भनेको अंश त अब मैले मागेको पनि छैन, उहाँहरूले अंश सम्पत्तिहरू उहाँको सम्पत्ति मैले कमाएर खाएको पनि छैन, भोगचलन पनि गरेको छैन। भोगचलन गरे पनि यसले यति अंश चलन गरेको थियो त्यो म पाऊँ भन्नलाई गरे भन्ने हुन्थ्यो, अब त्यो पनि छैन। अब त्यही पेन्सनको लागि हो उहाँहरूले गरेको, यो षड्यन्त्र खेलेको नै उहाँहरूले यही हो। तपाईले छ नि यो थाहा पाउनुभयो, थाहा भइसकेपछि तपाईले छ नि अब काहीँ छ नि अब खारिज गर्नुपर्छ भनेर कतै जानुभयो कि भएन? त्यही अदालतमा यिनीहरूले जानी गरेको हो उहाँहरूले भनेर त्यही कृत्य जालसाजी कृत्य मुद्दा दायर गर्यो। अब 2 वर्ष 3 वर्षमा दाइयो। अहिले अस्ति जेठको 5 गते चाहिँ उच्च नै जिल्ला अदालतले हजुर बर्दिया जिल्ला अदालतले चाहिँ अस्ति 5 गते चाहिँ फैसला भयो। तपाईले सफाई पाउनु भयो कि भएन? सफाई अब उहाँहरूले सफाई पाउनुभयो अरे, मैले त न्याय पाएन जस्तो लागेको छ मलाई। उहाँहरूले चाहिँ अब मृत्यु उहाँको के अरे बदर भयो, त्यही कारणले गर्दा उहाँहरूले सफाई पाउनुभयो र मिनमायाले 15,000 जरिमाना तिर्नुभयो भनेर मलाई पढेर मात्रै सुनाउनु भयो, तर त्यो फाइल मलाई अगाडि ल्याएर पनि देखाउनु भएन। अरू त्यही हो, त्यति भन्नुभएको छ। 6 बजे कति मैले भन्न खोजेको अदालतबाट तपाईहरुको छ नि अहिले यो प्रमाणपत्र छ नि तपाईको मृत्यु दर्ता भनेर के, यसलाई यो विषयमा चाहिँ अहिले अदालतले तपाईहरुको बारेमा पक्षमा न्याय दियो कि दिएन? न्याय दिनु भएन, मलाई दिए जस्तो लागेन। उहाँहरू सफाई पाउनुभयो अरे, के न्याय पाएँ मैले? केही पनि पाएन, दुःख मात्र पाएँ। 3 वर्षसम्म लडेँ, केही पाएन। फैसला पनि 5 बजेर 10 मिनटमा फैसला भएको छ। फैसला पनि अब कसरी भएको छ भने 5 बजेर 10 मिनटमा नाम बोलायो, अनि म तलै बसिरहेको थिएँ।
अनि माथि बोलाएपछि म माथि गएँ अनि तपाईँ दुईटा हो भनेर भन्नुभयो अनि हो भने मैले अनि किन अंशमुद्दा हालेको भनेर भन्नुभयो च्याम्सोलाई अनि उहाँले चाहिँ मलाई अंशमुद्दा हाल्नु भएको छ किन हालेको भनेर दिनलाई भनेर भन्नुभयो अनि तपाईँको आज फैसला कृत्य मुद्दा धेरै पुरानो भयो फैसला हुन्छ है भन्नुभयो अनि 5:10 यति दुईटा शब्द भनेर उहाँ न्यायाधीशले टुङ्गाइदिनु भयो। तपाईँको मृत्यु दर्ता खारेज भएको छैन त्यसो भए अहिलेसम्म? मृत्यु दर्ता बदर चाहिँ भइसकेको छ। बर्दर भयो? बदर चाहिँ उति बेला नि जुन दिन हामी अदालतमा गयौँ त्यही दिनै बदर भयो। बदर भयो तर त्यो निवेदन कसले लेख्यो कसरी लेख्यो कहाँ साइन गरायो अब त्यो त्यहाँनिर कस्तो भएछ भने निवेदन लेखाएछन् वकिलहरूले अनि त्यसपछि त्यहाँ साइन बनाएछन् मलाई साइन बनाएपछि त्यसमा हामीले अब पढेन अब त्यतिखेर अब मलाई म त अब त्यति पढाइ लेखाइमा त्यति उ छैन अनि त्यतिखेर साइन बनाएपछि तपाईँहरूको के छ माग के हो तपाईँ अब मिडियामा आउनुको कारण? अब मैले न्याय पाउनु पर्यो अब यस्तो अब के अरे जिम्दै मान्छे बेपत्तै नभएको मान्छेलाई बेपत्ता भयो भनेर बेपत्ताको उ गरेर मृत्यु घोषणा गर्ने यस्तो नहोस् भन्न चाहन्छु कसैलाई पनि। अब यहाँनिर बेपत्ता भएको छ भने अब कसरी भएको छ अब मैले अब यत्रो वर्षसम्म छोरीलाई ल्याएर आएदेखि 63 सालदेखि नै मैले व्यवसाय गरेर खाएको छु। अब यहाँनिर जहाँ पनि हेर्न सक्नुहुन्छ सबैले अब कर कार्यालयमा कर पनि तिरेको छु अब व्यवसाय गरेर दर्ता पनि गरेको छु अब त्यहाँनिर नि हेर्न सक्नुहुन्छ। अब बेपत्ता चाहिँ म भएको छैन हामी आमा छोरी बेपत्ता चाहिँ भएकै छैन। तपाईँहरू चाहिँ यहाँ एउटा चाहिँ तपाईँले छ नि अब त्यो मृत्यु दर्ता प्रमाणित गरिसकेपछि तपाईँले त्यो सुन्दाखेरि त्यो समयमा कस्तो लाग्यो तपाईँलाई? कस्तो लाग्ने अब हामी त अब मरे जस्तै भएन अब मारे अब भने अब केही मार जिम्दै मान्छेलाई मारेपछि अब भोलिका दिनहरू पनि मलाई बाँच्न गाह्रो भयो अब नेपाली नागरिक भएर बाँच्न गरी खान गाह्रो भयो भन्ने सोचेँ मैले। अब त्यही अब चाहिँ तपाईँले चाहिँ नगरपालिकामा जानुपर्छ खारेजको माग गर्नुपर्छ अनि त्यसपछि कहाँ जानुपर्ने छ त्यो संस्थाहरूमा हाम्रो टिम सबै हाम्रा साथीहरू छन् सबै जानेछौँ। तपाईँहरूले अवश्य न्याय पाउनुहुनेछ। उहाँहरूले जालसाँची गरे होला जालसाँची गरेर कृत्य कागज बनाएर तपाईँहरूलाई चाहिँ मृत्यु भएको एउटा प्रमाणित गरे त्यो सबै खारेज हुन्छ। अदालतले पनि अब हामी जाउँला त्यो ठाउँमा फेरि निवेदन दिन सकिन्छ। के छ भन्नुपर्ने? हामीले न्याय पाउनु पर्यो त्यही हो। तपाईँ सानो हुनुहुन्थ्यो तपाईँलाई थाहा थिएन होला त्यतिखेर 2 वर्ष भनेपछि? हजुर यहाँ आएको त म सानो थिएँ मलाई केही पनि थाहा छैन। त्यो थाहा पाउनु भयो भने तपाईँले जस्तो कि अब यो मृत्यु दर्ता मेरो नाममा छ भने तपाईँ जिउँदै हुनुहुन्थ्यो नि? त्यो त थाहा पाएँ त्यो त मैले यहाँ आएपछि थाहा पाएँ। यहाँ आएर थाहा पाउनु? हजुर त्यति बेला पुस 15मा हाम्रो लोसार थियो म चाहिँ त्यति बेला गाउँमै थिएँ गाउँमा पनि भेट भएको त्यति बेला ठुलो मम्मी पनि हुनुहुन्थ्यो दिदी पनि हुनुहुन्थ्यो हामी एउटै ठाउँमा बसेर खाना पनि खाएको। अनि उहाँले कसरी अनि के अरे जो मेरो जेठो 19-20 वर्षदेखि हराएको देखेकै छैन कसरी भन्न पाउनुहुन्छ जुन कि म के अरे पुसको 15 गतिदेखि लोसारमा भेट भएको पनि मेरो त दाइ दिदीसँग पनि बोलचाल कन्ट्याक्ट छ क्या दिदी आउने जाने म पनि जाने उता घर आउने सब हुन्छ। तपाईँहरूको भेट भएको छ कि छैन? त्यो केसपछि चाहिँ भएको छैन त्योभन्दा अगाडि चाहिँ हुन्थ्यो। हजुरहरू घर त्यहाँ जानुहुन्थ्यो? हजुर हामी नगए पनि उहाँहरू आइराख्नुहुन्थ्यो उहाँहरू आउने हामी पनि वर्षमा जान्थ्यौँ। जिउँदै मान्छेलाई अब मर्यो भनेर प्रमाणित गरे उहाँहरूले यो गर्नुको कारण के थाहा पाउनुहुन्छ हजुरले? पेन्सनकै लागि हो भन्नुहुन्छ अब त्यही नै होला पेन्सनकै लागि होला अरू त हामीले अंश पनि केही खाएको छैनौँ मागेको पनि छैनौँ त्यही नै हो जस्तो लाग्छ मलाई त्यही नै हो। अहिले फेरि तपाईँलाई मुद्दा हालेछन् अरे फेरि हजुर? हो अंश चाहियो गरे उहाँहरूलाई अब मैले जब कि उहाँबाट अंश पनि ल्याएको छैन केही गरेको छैन खालि मैले ल्याएको भनेको छोरीलाई ल्याएर आएको हो त्यही पनि मलाई त्यहाँनिर बाँच्न खान बस्न धेरै गाह्रो भएर अब छोरीलाई कसरी बचाउँ र म आफू कसरी बचु भन्ने मलाई एकदमै त्यही थियो पीडा थियो त्यही भएर मैले मेरो छोरीलाई टिपेर यहाँ आएको। 2062 सालतिर आउनुभयो तपाईँ? नै 64मा आएको म 62मा 64मा आउनुभयो? हजुर यहाँ चाहिँ 62 भनेर लेखिएको छ। उहाँहरूले भन्नुभएको छ उहाँहरूले त 62 देखि बेपत्ता भन्नुभएको छ तर छैन। अनि यो अदालतमा पनि यो अदालतबाट पनि धेरै कुरा कागजमा मुद्दादेखि लिएर निवेदनसम्म धेरै कुराहरूको भाषा मिलाएर गरिरहेछ त्यहाँनिर म अलि लाटो सिधो मान्छे
अब पढ्न लेख्नको अलिकति उ भएको कारणले गर्दा त्यहाँ भाषाहरू मिलाइ लेख्या छ। त्यो पनि अलि उ गर्नु पर्ला, हेर्नु पर्ला जस्तो छ। उहाँहरूले सम्पर्कविहीन नहुँदा पनि सम्पर्कविहीन भएकै हो, हामी बेपत्ता भएकै हो, भए पनि हामी जीवितै छौँ भनेर उहाँले निवेदन दिनुभयो। उहाँले आफै स्वीकार्नु भएको छ, भन्नुभएको छ। तर त्यो कदापि पनि होइन। त्यस्तो मैले लेख्दा पनि लेखेको छैन, निवेदन मैले तयार पारे पनि होइन, उहाँहरूले तयार पार्नु भएको। उहाँहरूले नै मलाई झुकाएर साइन, अझ बिचबिचमा साइन पनि गराउनु भएको छ। यो बाँकी कुराहरू पछिको भिडियोमा खोल्नेछु। जति मैले 2064 मा तपाईँ आउनुभयो, आउँदाखेरि घर परिवारबाट अलग भएर आउनुभएको हो कि? नै अलग भन्नाले अब छुट्टेर त होइन, म आफै गरी खान्छु। म यहाँ कानुनी रूपमा आउनु भएको थिएन? नै होइन, मैले आफै म चाहिँ आफैले गरी खान्छु भनेर आएर मैले यहाँ व्यवसाय गरेर खाएको। त्यो बिचमा तपाईँ आइसकेपछि त्यो बिचमा चाहिँ तपाईँहरूको सम्पर्क हुन्थ्यो कि हुन्थेन? हुन्थ्यो, सबैसँग हुन्थ्यो। गाउँको नातापाताहरू पनि आउने जाने, अब ससुराहरू सासूहरू सबै आउने जाने, देउरानीहरू पनि कतिचोटि आउने जाने भइरहेको थियो, सबै हुन्थ्यो।